दिनभरि अब किचनमा यसो गरे दिनभरि कतै घुमेर आयो थकित भएर आइन्छ नि म भन्दा थकित ऊ भएर बस्या हो नि के अनि म कहिले काहीँ कराउँथेँ के हो यो त तिमी त थकित सधैँ सिरियस यसो दिनभरि उ गरेर अफिस गरियो उता सुटिङ गरियो यताबाट आइयो दिनभरि थकित भएर आज यसो उज्यालो मुख लाउनु यसो गफसफ गर्नु भनेर भने यहाँ घरको कामले यताउता भन्थ्यो बाहना बनाए जस्तो लाग्थ्यो कि अब अहिले भोग्नु पर्यो अब अहिले भोग्दाखेरि त हो रहेछ म बाहिर हिँडेको भन्दा डबल र झ्याउ लाग्दो गाह्रो काम त त्यहाँ हुँदो रहेछ कि घरभित्र हुँदो रहेछ यो प्रत्येकले महसुस गरून् हामी भन्दा डबल तेबर काम हाम्रो मिसेसहरूले गरे हुँदो रहेछ कि घरमा र यो कुरा महसुस गर्नलाई पनि तपाईँले भाउजूलाई अमेरिकै पुर्याउनु पर्यो होइन मलाई महसुस थियो पहिलेदेखि म पहिलेदेखि नै तरकारी काट्न लागेको छ भ्याएको छैन भने तरकारी काट्न नि पुगिदिन्छु ऊ तरकारी काटिरहेको छ त्यहाँ उसमा वास बेसिनमा भाँडा छ भने त्यो मोलिदिन्छु भने मेरो पहिलेदेखिको बानी हो म चुप लगाएर बस्दिनँ अनि मेरो आमाले नि कराउनु हुन्थ्यो म गरिहाल्छु नि बुहारी र म हुँदा यो म र लोग्ने मान्छे भएर यहाँ जे पनि गर्न आउँछ भन्नुहुन्थ्यो मैले पनि होइन आमा सबै तपाईँलाई पनि त म काम लाउन सक्दिनँ नि त उसलाई पनि सक्दिनँ तपाईँलाई पनि सक्दिनँ म पनि त सकुन्जेल त म त गर्छु नि त